कार्यमूलक अनुसन्धान एक्सन रिसर्च शीर्षक छ कक्षा 8 का विद्यार्थीहरूमा नियमित गृहकार्य गर्ने बानीको विकासका लागि गरिएको एउटा प्रयास एउटा अनुसन्धान परिचय छ। शिक्षण सिकाइ प्रक्रियामा गृहकार्य एक अनिवार्य अङ्ग हो। यसले विद्यार्थीहरूलाई कक्षामा सिकेका कुराहरूलाई पुनरावृत्ति गर्न र धारणा स्पष्ट पार्न मद्दत गर्दछ। कक्षा 8 मा अध्ययनरत 25 जना विद्यार्थीहरूमध्ये 10 जनाले नियमित रूपमा गृहकार्य नगर्ने समस्या देखिएकाले उनीहरूमा सकारात्मक सुधार ल्याउन यो अनुसन्धान तयार गरिएको हो। समस्याको पहिचानमा कक्षामा नियमित पठन पाठन भए तापनि 10 जना विद्यार्थीहरूले लगातार गृहकार्य अधुरो छोड्ने वा नगर्ने गरेको पाइयो, जसका कारण उनीहरूको उपलब्धि सिकाइ स्तर चाहिँ घट्दै गएको र कक्षामा सक्रियता कम भएको देखिन्छ। समस्याका सम्भावित कारणहरूमा गृहकार्य धेरै वा बोझिलो हुनु, घरमा पढ्ने वातावरण वा अभिभावकको रेखदेख सहयोग नहुनु, विषयवस्तु नबुझेको कारण गृहकार्य गर्न कठिनाइ हुनु, पुरस्कार र दण्डको सही सन्तुलन नहुनु, विद्यार्थीमा मोबाइल वा अन्य मनोरञ्जनका साधनप्रति बढी आकर्षण हुनु। त्यसैगरी यो 4 मा छ। अनुसन्धानका उद्देश्यहरूमा गृहकार्य नगर्ने 10 जना विद्यार्थीहरूलाई नियमित गृहकार्य गर्न उत्प्रेरित गर्ने, गृहकार्यप्रति विद्यार्थीको रुचि र जिम्मेवारी बोध गराउने, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने। विधिहरूमा यस अनुसन्धानमा अवलोकन, अन्तर्वार्ता, त्यसैगरी प्रयोगात्मक विधि आदि अपनाइनेछ। विद्यार्थीहरूसँग व्यक्तिगत छलफल गर्ने, उनका अभिभावकहरूसँग छलफल गर्ने, उनीहरूको गृहकार्य डायरी जाँच गर्ने र नयाँ शिक्षण विधि अपनाउने। समूह कार्य, अन्य साथी समूह बनाएर पनि शिक्षा सिकाउन सकिने छ। भने मुख्यतः योजनामा विद्यार्थीको रुचि अनुसारको रचनात्मक गृहकार्य छनौट गर्ने र दिने, नियमित गृहकार्य गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने, अभिभावकहरूसँग सम्पर्क गरी घरको वातावरणबारे बुझ्ने, हरेक पिरियडको अन्त्यमा 10 मिनेट समय गृहकार्य कसरी गर्ने भनेर बुझाउने, छुट्याउने समय। कार्यमा एक्सनमा पहिलो हप्तामा विद्यार्थीहरूलाई साना र सजिला कार्यहरू गृहकार्यको रूपमा दिने र प्रोत्साहन गर्ने गरियो। हप्ता 2 मा सामूहिक गृहकार्य ग्रुप होमवर्कको अवधारणा लागू गर्ने गरियो, जसमा जान्ने र नजान्ने विद्यार्थीहरूको समूह बनाइयो। तेस्रो हप्तामा गृहकार्य नगर्ने विद्यार्थीहरूका अभिभावकहरूलाई विद्यालयमा बोलाएर छलफल गरियो, सहजीकरण गरियो, परामर्श गरियो। त्यसैगरी चौथो हप्तामा राम्रो गृहकार्य गर्ने विद्यार्थीहरूलाई कक्षामा स्टार अफ द विक भनेर घोषणा गरियो, प्रोत्साहन दियो। अवलोकनमा योजना लागू गरेपछि विद्यार्थीहरूमा आएको परिवर्तनलाई दैनिक रूपमा टिप्पणी गरियो। 10 जना मध्ये केहीले गृहकार्य ल्याउन थाले। सुरुमा उनीहरूको उत्साह चाहिँ बढेको पाइयो। अभिभावककोबाट पनि आवश्यक सहयोग पाइयो। बिस्तारै यी पक्षहरूलाई रेकर्डमा फाइलमा उतारियो। प्रतिबिम्बनमा गइसकेपछि अनुसन्धानको अन्त्यमा प्राप्त नतिजाको विश्लेषण गरियो। अन्त्यमा नतिजा कस्तो आयो भने 10 जना मध्ये 8 जनामा सुधार आएको पाइयो, अधिकांशमा सुधार आएको पाइयो। सबैमा सुधार ल्याउनको लागि अपेक्षित समस्याको पुनः पहिचान गरी दोस्रो चक्र योजना बनाएर अझै त्यसलाई व्यवस्थित गर्ने, अझै प्रभावकारी बनाउने निर्णय गरे। कार्यमूलक अनुसन्धानले शिक्षकलाई आफ्नै शिक्षण विधिमा सुधार ल्याउन र विद्यार्थीका व्यावहारिक समस्या समाधान गर्न मार्ग प्रशस्त गरिएको अनुभूति चाहिँ भयो। कार्यमूलक अनुसन्धानले साँच्चै नै शिक्षकको पेशागत दक्षता वृद्धि गराउँदो रहेछ भन्ने कुरामा अनुभव चाहिँ भयो र सो अनुभवलाई अन्य साथीहरूसँग त्यसलाई सेयर गर्ने, आदान प्रदान गर्ने पनि निर्णय गरेँ।